म चाहिँ मोटोम्यानिक विकास हाल साइप्रसबाट। आज चाहिँ म तपाईँहरूको लागि तपाईँहरू साइप्रस आउनको खोजिरहनु भएको छ होइन, अनि तपाईँहरूलाई चाहिँ लागिरहेको होला इन्टरभ्यू हुन्छ कि हुँदैन होइन, अनि एक्सपिरियन्स चाहिन्छ कि चाहिँदैन त साइप्रस आउनको लागि हाल कन्डिसनमा। त्यसको लागि चाहिँ म यो भिडियो बनाउँदैछु। तपाईँहरूले इन्टरभ्यू नदिआउनु भयो भने चाहिँ के डिसएडभान्टेज हुन्छ त, के चाहिँ बेफाइदा हुन्छ तपाईँहरूलाई होइन। यसको बेफाइदा चाहिँ धेरैवटा छ। तपाईँहरूले इन्टरभ्यू दिएर आउनुभयो भने तपाईँहरूलाई इन्टरभ्यूमै भन्छ यो कम्पनीमा तिमीले काम गर्ने हो, खाना बस्न म दिन्छु, स्यालेरी यति हुन्छ, अनि एभरेज यति घन्टा चाहिँ तिमीले काम गर्नुपर्छ, सबै इन्टरभ्यूमा भनेको हुन्छ होइन त्यो। अनि जब तपाईँहरूले चाहिँ इन्टरभ्यू नदिकन आउने सोच गर्नुहुन्छ नि, त्यसपछि सबै यहाँको एजेन्टहरूको कनेक्सनको कुरा हो क्या। अब एजेन्टले चाहिँ यो होटेलको लागि जे अफर गर्छ होइन, अब उनीहरूलाई त एडभान्टेज भइसक्यो क्या। तपाईँहरूले 12 घन्टा काम लागे पनि होइन खासै फरक पर्दैन, किनकि कन्ट्र्याक्ट भनेको खासै काम हुँदैन। तपाईँहरूले इन्टरभ्यूमै जे भन्छ त्यो चाहिँ रियल हुन्छ। कन्ट्र्याक्ट भनेको नेपाल त्यो कपी हुन्छ होइन, तपाईँको नाम मात्र टाँस्ने हो कि होइन। त्यही भएर मोस्टली इम्पोर्टेन्ट कुरा भनेको चाहिँ तपाईँहरूले इन्टरभ्यू चाहिँ दिनुपर्छ क्या होइन। अब इन्टरभ्यूमा फेल हुन्छ भन्ने डर छ, अब म चाहिँ इन्टरभ्यू दिँदिनँ, इन्टरभ्यू नदिकन आउँदा कस्तो हुन्छ भन्नुहुन्छ क्या। त्यो भनेको चाहिँ स्यालेरीको फिक्स हुँदैन होइन, खाना बस्नको फिक्स भएन, तपाईँहरू कुन कम्पनीमा काम गर्ने फिक्स भएन, त्यहाँको साउसाउनी कस्तो छ तपाईँहरूले इन्टरभ्यू दिने बेलैमा थाहा हुन्छ क्या। त्यहाँको साउसाउनी चाहिँ कस्तो छ भन्ने, तिनीहरूको बानी बेहोराहरू होइन इन्टरभ्यूमै थाहा भइरहेको हुन्छ क्या। अब कतिको रुडली बेहोरा गर्छ भन्ने कुराहरू चाहिँ तपाईँहरूले इन्टरभ्यूमै थाहा पाउनुहुन्छ। त्यही भएर चाहिँ इन्टरभ्यू चाहिँ दिनैपर्छ है, धेरै आउनु। अनि अर्को कुरा रह्यो हाम्रो एक्सपिरियन्स चाहिन्छ कि चाहिँदैन भन्ने कुरा होइन। एक्सपिरियन्सको कुरामा अब तपाईँहरू कुन पोस्टमा आउनुहुन्छ भन्ने कुरामा भर पर्छ है। अब मैले मेरो पर्सनल कुरा अनुसार चाहिँ एक्सपिरियन्स नभइकन नआउँदा ठिक हो, तर तपाईँसँग एक्सपिरियन्स छैन भने पनि त्यति साह्रो, अब सानो पोस्टमा आउँदै हुनुहुन्छ भने त्यति साह्रो फरक पर्दैन। अब मेरो साथीहरू देखेको अनुसार चाहिँ अब वेटरहरूमा आएको थियो, उनीहरूको पनि एक्सपिरियन्स थिएन, अनि यहाँको मान्छेहरूले अब निकाल्ने कुरै हुँदैन कि 1-2 महिना गाह्रो हुने हो होइन। अब सकेसम्म सिकेर आउनु, अब सक्नुहुन्न भने एक्सपिरियन्स बिना एप्लाई गर्दा पनि धेरै फरक पर्दैन, यहाँ आएर बिस्तारै सिक्नुहुन्छ है त। अनि किचन लाइनमा तपाईँहरू सेफमा आउँदै हुनुहुन्छ, यताउता आउँदै हुनुहुन्छ भने चाहिँ सिकेर आउनुपर्छ है। फेरि अब किचनको बारेमा चाहिँ मैले धेरैवटा भिडियोहरू बनाएको छु, त्यसमा गएर हेर्न सक्नुहुन्छ। अब नेपालको जस्तो हुँदैन किचनहरू है, अब यहाँतिर धेरैवटा आइटमहरू हुन्छ चलाउनु पर्ने, धेरैवटा मेसिनहरू हुन्छ, त्यो भएर चाहिँ थोरै गाह्रो हुन्छ। अनि तपाईँहरू किचन हेल्पर आउनुहुन्छ भने चाहिँ खासै एक्सपिरियन्स चाहिँदैन यहाँको लागि। अब राम्रो 5 स्टार होटेल छ भने चाहियो। अब प्रायः जस्तो तपाईँहरू हामीहरू आउने भनेको रेस्टुरेन्टमा स्यालेरी चाहिँ राम्रो हुन्छ फेरि है। अब हामी चाहिँ होटेल लाइनमा अलिकति राम्रो होटेल 3 स्टार भनेर चाहिँ आउँछ हामी, त्यसमा चाहिँ स्यालेरी अलिकति कम, अरू सुविधा अलिक धेरै हुन्छ। रेस्टुरेन्ट आउनु भने अलिकति काम धेरै, तर हामी त पैसा कमाउन आयो नि त, पैसा कमाउनको लागि रेस्टुरेन्ट बेटर छ है त। अनि मैले भन्नु खोजेको चाहिँ एक्सपिरियन्स बिना चाहिँ नआउनु, अनि इन्टरभ्यू बिना पनि नआउनु भन्न खोजेको हो खासमा यो भिडियोमा चाहिँ। खासमा अब तपाईँहरूले जसरी पनि विदेश जाउँ भन्ने सोच हुन्छ क्या नेपालमा हुँदाखेरि, त्यो सोच चाहिँ अलिकति हटाउनु होला। अनि तपाईँहरूले धेरै सोच्नुहुन्छ क्या, प्रायः मान्छेहरूले चाहिँ अब विदेश भन्ने होइन, अब कहीँ गाह्रो पर्ला कि होइन, एयरपोर्टमा डकुमेन्ट फेक हुने हो कि यताउता धेरै सोचिरहनु भएको हुन्छ। अब एयरपोर्टमा गएर नि मलाई केही थाहा छैन, म त अब फर्स्ट टाइम जान लाग्यो भन्ने हुन्छ। तपाईँहरूले ढुक्क भएर एप्लाई गर्नु, आफै हुन्छ नि, आफै भित्र गएपछि नेपालको एयरपोर्टबाट भित्र छिरेपछि तपाईँहरूलाई सबै आफै आउँछ क्या होइन। त्यहीँ सबै सिरियसली हुन्छ कि, मतलब नर्मली नै हुन्छ क्या, तपाईँहरूलाई थाहा पनि हुँदैन कि यहाँ आइपुगेको, त्यस्तो हुन्छ होइन, खासै गाह्रो हुँदैन। अनि साथीभाइहरू पनि भइहाल्छ विदेश आउने, त्यही भएर ढुक्क भएर एप्लाई गर्दा हुन्छ। राम्रो मेन पावरहरू छानेर एप्लाई गर्नु मेन कुरा भनेको चाहिँ साइप्रस आउनको लागि। अब कुनै राम्रो मेन पावरहरू कुनै साथीहरू चिनेको छ, कोही गएको छ, अब मैले भने मेन पावरबाट जानुपर्छ भन्ने पनि हुँदैन होइन। सबै मेन पावरहरू राम्रो हुन्छ भन्ने पनि छैन, अनि सबैलाई राम्रो काम पर्छ भन्ने पनि छैन क्या होइन। उहाँबाट नेपालको मेन पावरले यहाँको मान्छेहरू थाहै हुँदैन। अब सबै मान्छेहरू भने सबै उस्तै नै हो क्या होइन, अलिकति भनौँ न फाइदै खोज्छ नि त, त्यही भएर सबैको राम्रो हुन्छ भन्ने हुँदैन।
तपाईँहरूले बुझेर राम्रोसँग एप्लाई गर्नु होला, ढुक्क भएर एप्लाई गर्नु होला। साइप्रस आउनु होला। अब 26 मा मैले अरू पनि भिडियोहरू बनाएको छु साइप्रस आउनुको लागि के गर्नुपर्छ, अब कहाँ कुन मेम्बरबाट एप्लाई गरेको मैले हैन। अब यस्तो कुराहरू मैले धेरैवटा भिडियोहरू युट्युबमा बनाएको छु, युट्युबमा राखेको छु, तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। धेरैवटा भिडियोहरू छ। अब केही बुझ्नु भएन भने कमेन्ट गर्नुभयो भने चाहिँ अरूहरूले पनि हेर्नुभयो भने तपाईँहरूको रिप्लाई गरिरहनु भएको हुन्छ। अनि केही जानेको मैले गल्ती भनेको भए पनि उहाँहरूले भन्नुहुन्छ यो चाहिँ गलत हो है भनेर। त्यही भएर तपाईँहरूले कमेन्ट गर्नु, मेसेज गर्नु सक्नुहुन्छ। आजको लागि चाहिँ भिडियो यति गरौँ। अनि साइप्रसमै हुनुहुन्छ भने कहाँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, नेपालबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कहाँबाट एप्लाई गर्ने सोचमा हुनुहुन्छ, यसो कमेन्ट पनि गर्नु होला।